रोजलपा नमस्ते। आज पनि उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। नेवा एफएम को 106.6 मेगाहर्जमा प्रस्तुत हुने समय सन्दर्भ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक बिहान 7:30 बजेदेखि करिब 8 बजेसम्म प्रस्तुत हुनेछ। यसमा समसामयिक विषयहरू हामी प्रस्तुत गर्नेछौँ। आजको कार्यक्रममा हामी गोकर्णेश्वर नगरपालिकालाई जोड्ने कोसिस गरिरहेका छौँ। आजको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको गतिविधि, त्यहाँको कोरोनाको सङ्क्रमणका बारेमा हामी जानकारी प्राप्त गर्दैछौँ। मनोज कुमार ढुङ्गाना वडा नम्बर 8 का वडा अध्यक्ष पनि हुनुहुन्छ उहाँ, र गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता पनि हुनुहुन्छ। म आज उहाँहरूलाई यहाँहरूसँग जोड्दैछु र त्यहाँको विषय वस्तु जानकारी गराउँदैछु। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सबभन्दा पहिले म मनोज कुमार ढुङ्गानाज्यूलाई उहाँ स्वागत गर्न चाहन्छु। हेलो। हजुर नमस्कार सर, स्वागत गर्दछु म हाम्रो नेवा एफएमको समय सन्दर्भ कार्यक्रममा। धन्यवाद सम्पूर्ण परिवारलाई। यो कार्यक्रममा नमस्कार। हजुर, कुरा गर्दाखेरि यसभन्दा पहिले पनि हामी गोकर्णेश्वर नगरपालिकासँग जोडिसकेका थियौँ र त्यहाँको वस्तुस्थिति जानकारी लिइसकेका थियौँ र आज फेरि पनि अब यो सङ्क्रमण चाहिँ नि हाम्रो सामाजिक स्तरमा फैलिरहेको अवस्थामा अहिलेको स्थिति के छ भनेर जानकारी गराइदिनु न। गोकर्णेश्वर नगरपालिकामा हालसम्म 1259 जना सङ्क्रमित हुनुभएको छ। हजुर। त्यो मध्ये पुरुष 667 जना, महिला 512 जना हुनुभएको छ भने त्यो कोरोनालाई जितेर फर्किन हुने 843 जना हुनुहुन्छ। हजुर। त्यसमा एक्टिभ केस 379 जना हुनुहुन्छ भने होम आइसोलेसनमा तपाईँको 379 जना हुनुहुन्छ। हस्पिटल आइसोलेसनमा 20 जना हुनुहुन्छ। 17 जनाले चाहिँ मृत्युवरण गर्नुभयो। 17 जना। हजुर। हजुर, 17 जनाले। अहिले क्रिटिकल केयरमा 5 जना हुन्छ। हामीले अब आजसम्म 2801 जनाको पिसिआर टेस्ट गऱ्यौँ। हजुर। त्यो वस्तुमा अहिले गोकर्णेश्वर नगरपालिका हालभन्दा 1259 जना सङ्क्रमित हालसम्मको दिनसम्म हुनुहुन्छ। हजुर। अनि अब यो सङ्क्रमण अहिले भनौँ न हाम्रो समाजमा एकदमै भयावह स्थितिमा फैलिरहेको छ। पहिलो पङ्क्तिमा खट्ने यहाँहरू जस्ता कार्यकर्ताहरू भयो, अनि स्वास्थ्य कर्मीहरू भयो, उहाँहरूलाई धेरै नै सङ्क्रमण बढिरहेको अवस्थामा अहिले गोकर्णेश्वरमा चाहिँ कतिको त्यसको लागि अब भनौँ न बचाउको लागि के कस्तो विधिहरू अपनाइरहनु भएको छ? अब बचाउको लागि भने हामीले अब एउटा आफ्नो सजग हुनुपर्छ। स्वास्थ्य सावधानी अप्नाएर फ्रन्टलाइनमै काम गरे पनि स्वास्थ्य सावधानी अप्नाएर मास्क, पन्जा, पिपिई लगायतका प्रयोग गरेर सङ्क्रमितसँग गर्नुपर्ने व्यवहारमा अब पछाडि हट्ने कुरा हुँदैन। अगाडि नै बस्नुपर्छ। आफू नै सजग भएर हामी लागिरहेछौँ अहिलेसम्म। हजुर। अनि यो अब अहिले सरकारले वृद्ध भत्ता पनि अहिले हिजो भर्खरै उपलब्ध गराएको छ कतिपय नगरपालिकाहरूमा। अनि यो बारेमा अब त्यहाँका वृद्धहरूलाई अब भनौँ न एकल महिलाहरू, उनीहरूलाई अलि यो भत्ता नपाउँदाखेरि केही अप्ठ्यारो परिरहेको थियो कि के लिन अप्ठ्यारो भयो कि? होइन, हामीले त हाम्रो गोकर्णेश्वर नगरपालिकाले गत सोमबारदेखि नै हामीले ब्याङ्कबाट पैसा फ्लो गरिसकेका थियौँ। ए हजुर। खासै त्यस्तो खालको, किनभने अब 4-5वटा ब्याङ्कबाट गर्दा त्यति समस्या भएन। चाडपर्वको बेला छ अहिले। चाडपर्वमा चाहिँ अब नगरवासीहरूलाई अब खाद्यवस्तुहरू सुलभ तरिकाले उपलब्ध भइरहेको होला नि? अहिलेसम्म अब खास त्यस्तो खालको अब हामीले हाम्रो नगर स्तरीय उपभोक्ता हितमञ्च पनि गठन गरेका छौँ। वडा स्तरीय पनि छ उपभोक्ता अधिकार। उसको लागि हामी लागेका छौँ। अब हामीले पनि अब निर्देशन दिएको छौँ। त्यो उपभोक्ताहरूले पनि मञ्चका साथीहरू पनि लाग्नु भएको छ। सम्पूर्णले एउटा बजार व्यवस्थापनमा राम्रै सहयोग भएको छ। सम्पूर्णको पहल भएको छ। हजुर। अब सरकारले चाहिँ अब दसैँ चाहिँ यसपालि सीमित तवरबाट मनाऊ भन्ने किसिमको उर्दी जारी गरेको अवस्थामा हाम्रो नगरमा चाहिँ के कस्तो छ यो बारेमा? हामीले पनि एउटा यो सांस्कृतिक पर्वको रूपमा मनाउनुपर्छ। यसलाई एउटा अब हिजो हामी परिवारमा भनौँ न एउटा सामाजिक रूपमा एउटा सबैसँग एउटा मिलेर मनाउँथ्यो भने अब आफ्नो एउटा सीमित परिवारभित्र बसेर एउटा सांस्कृतिक पर्वको रूपमा
यसलाई एउटा भनौँ न स्वास्थ्य सावधानी अपनाएर आफू चाहिँ सङ्क्रमित हुनबाट बच्ने गरी चाहिँ मनाउनु भन्ने हामीले सूचनाहरू एउटा सामाजिक सञ्जाल प्रयोग गरेर हुन्छ कि एउटा सन्देशबाट हुन्छ हामीले प्रयोग गरिरहेका छौँ त्यही सन्देश गरिरहेका छौँ। हजुर अनि अहिले स्वास्थ्य कर्मीहरू भनौँ अब त्यहाँ डेरामा बस्नेहरू हुन्छ बाहिरबाट जिल्लाबाट आएर डेरामा बस्नेहरू उहाँहरू सङ्क्रमित भएका व्यक्तिहरूलाई अब योभन्दा पनि अब भयावह स्थितिमा बढ्न सक्ने सम्भावना छ त्यतिखेरको अवस्थामा यहाँहरूको नगरपालिकामा कुनै नयाँ किसिमको योजना राखेर कुनै व्यवस्था गर्न सक्ने प्रविधि केही व्यवस्था गर्नुभएको छ? अब हाम्रो नगरपालिकामा हामी अलिकति फरक भनौँ हाम्रो चाहिँ के छ भने हामीसँग अलिकति हस्पिटलहरू पनि बढी भएको गोकर्णेश्वर नगरमा लगभग 5वटा हस्पिटल छ। हजुर नेपाल मेडिकल कलेज लगायत नेपाल मेडिकल कलेजसँगै अब एउटा 100 बेडको आइसोलेसन सेन्टर छ। त्यो बाहेक पनि गोकर्णेश्वर नगरपालिका र लाइन का साथीहरूसँग सहकार्य गरेर हामीले शहीद पार्कमा एउटा 50 बेडको आइसोलेसन सेन्टर सुरुवात गरेका छौँ। त्यस्तो अवस्था पर्दा अब खुल्ला क्षेत्रलाई अथवा स्कुल कलेजलाई के गर्न सकिन्छ त्यो हिसाबले हामी तयारी अवस्थामै छौँ। यसमा स्वास्थ्य कर्मीहरू सुरक्षाकर्मीहरू अब तपाईँहरू जस्तो समाजसेवीहरू पनि लाई पनि अब अहिलेको स्थितिमा धेरै नै कोरोना सङ्क्रमण देखिया परेको छ। यसको लागि यहाँले आफ्नो बचावटको लागि अब स्वास्थ्य कर्मीहरूको बचावटको लागि अब कुनै किसिमको व्यवस्था गर्नुभएको छ? अनि अब भन्नुपर्दाखेरि अब स्वास्थ्य कर्मीहरूलाई अलिकति हेलाको दृष्टिले हेर्छन् नि है हाम्रो समाजमा? त्यस्तो खालको त हाम्रोमा अहिलेसम्म गोकर्णेश्वर नगरपालिकामा देखिएको छैन। हामीले त उहाँहरूलाई उच्च मनोबलका साथ काम गर्नलाई हामी छौँ, तपाईँहरू सँगसँगै हिँड्छौँ भन्ने हिसाबमा उहाँहरूलाई त्यो किसिमको एउटा हामीले दिएको छौँ। त्यस्तो हामीले अब त्यो स्वास्थ्य कर्मी अब यो उहाँ कोभिड वालासँग चाहिँ सामान्यता बढी छ, उहाँसँग छुट्टै बस्नुपर्छ त्यस्तो खालको हाम्रो विभेद पनि छैन र हामीले हाम्रो स्थानीय सरकारले गर्न सक्ने उहाँलाई तलब सुविधा भत्ता के गर्न सकिन्छ एउटा मनोबल बढाउनलाई हामीले गर्न सक्ने कुरामा हामी अगाडि नै बढेछौँ। अब सरकारले चाहिँ अहिले अब यो कोभिड सङ्क्रमणको उपचार चाहिँ आफैले गर्नु भन्ने किसिमको जुन अहिले आएको छ कुरा त्यस विषयमा अब हाम्रो नगरपालिकाको योजना चाहिँ कस्तो छ अहिले? अब यस्तो अब अहिले त ठ्याक्कै तत्कालै यो अहिले दसैँको मुखमा आएर अब हामी गरेका छैनौँ। हामी दसैँपछि तत्कालै बोर्ड बैठक बसेर कार्यपालिका राखेर हामी अब प्रस्ताव राख्छौँ। अब यो पिसिआर टेस्टको लागि अब उपचारको लागि कस्तो खालको नीतिगत निर्णय गर्न सकिन्छ। कोही पनि एउटा रोग सङ्क्रमित भएर कुनै पनि हस्पिटल उपचार नपाएर चाहिँ मृत्युवरण गर्न नपर्ने अवस्था हामी सिर्जना गर्छौँ। हजुर धेरै राम्रो कुरा। हजुर अन्त्यमा म जाँदै गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण हाम्रा श्रोताहरू र यहाँहरूलाई शुभकामना दिन चाहन्छु। अन्त्यमा एउटा सन्देश दिनुहोला। होइन अब सम्पूर्णलाई म के भन्न चाहन्छु भने हजुर सम्पूर्णलाई म यहाँबाट जुन आज हाम्रो गोकर्णेश्वरको गतिविधिको बारेमा तपाईँले मेरो हाम्रो धारणा राख्न दिनुभएकोमा सर्वप्रथम त यहाँहरू सम्पूर्ण यो एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु र जुन आउँदै गरेको यो चाड र यो जुन अहिले कोभिडको प्रकोप त्यसबाट चाहिँ हामी सजग भएर स्वास्थ्य सावधानी अप्नाएर चाहिँ हामी यो चाड मनाउँ र एउटा सजग हौँ, एक आपसमा सहयोगी भावना गरेर यो कोभिडको लागि चाहिँ उच्च मनोबलका साथ अगाडि बढौँ। त्यसमा अप्ठ्यारो परिस्थितिमा स्थानीय सरकार तपाईँहरूको पक्षमा छ, त्यसमा नआत्तिनु धैर्य धारण गरेर अगाडि बढ्नुहोस् भन्ने म चाहिँ सन्देश दिन चाहन्छु। धन्यवाद। हाम्रो नेवा एफएमसँग जोडी अमूल्य सुझाव दिनुभएकोमा म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र पुनः भविष्यमा जोडिने आशा राख्दै म आज यहाँबाट छुट्टिन चाहन्छु। स्वस्थ रहनुहोला भन्दै छुट्टिन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। अब यसका साथै आजको कार्यक्रमको हाम्रो समय सकिएको जानकारी मलाई युनिक साक्यजीले दिनुभयो। कार्यक्रमबाट हामी बिदा चाहन्छौँ। दसैँ राम्रोसँग मनाउनुहोला, सुरक्षितका साथ मनाउनुहोला भन्दै आज छुट्टिन चाहन्छु। नमस्ते, शुभया।